त यहाँ हेलो यान्सु छाना हेलो एभ्रिवान नमस्ते सेवा स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। हजुरहरू आरामै हुनुहुन्छ भन्ने आशाको साथमा आज फेरि धेरै टाइम पछि हो नयाँ ब्लग लिएर नयाँ भिडियो लिएर आइसकेको छ साथीहरू। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। अन्त साथीहरू आज चाहिँ हामी पिकनिक आएको, अन्त यहाँ चाहिँ सबैजना आइपुगेर पनि बसिरहेछौँ हो। ए नमस्ते। अन्त हाम्रो कम्पनीको चाहिँ सबैजना दिदीबहिनीहरू भेला भएर आज चाहिँ हामी घरमा सबैजनाले आफूले नै बनाएर आएको के सबै कुरा खानेकुराहरू चाहिँ अन्त रमाइलो गर्न चाहिँ आएको छौँ साथीहरू। भिडियो हेर्दै गर्नु होला। हजुरहरूलाई अरू पनि देखाउने कोसिस गर्नेछु है त साथीहरू। आजको मेरो लुक चाहिँ यस्तो छ। अन्त आज मैले भ्लग स्टार्ट गर्दा चाहिँ दिनको 3:30 4 बज्न आँटेको साथीहरू। हामी 2 साढे 2 मा आउने भनेको, लेट भयो आज। अन्त साथीहरू यहाँ चाहिँ चिसो चिसो हावा चलिरहेको छ। अन्त मेरो छोरा चाहिँ यहाँ दौडिरहेको छ हो। एकछिन बस्दैन, खेल्न कुदै छ यहाँ मेरो छोरी। अन्त यहाँ सबैजना दिदीबहिनीहरू चाहिँ बसिराख्नु भएको छ। अन्त खाँदै पनि हुनुहुन्छ है। खाना पनि स्टार्ट भइसक्यो हाम्रो चाहिँ। छिटो छिटो खाएर छिटो छिटो रमाइलो गरेर घर जाने हो क्या साथीहरू। अन्त अहिले भरे लेट भयो भने त झन् चिसो हुन्छ। बेलुका त कस्तो चिसो छ नि त यहाँ साथीहरू। यहाँ चाहिँ पानी यस्तो धेरै थियो नि, अहिले चाहिँ पुरा सुकेछ हो। हेर्नु न, आउनु यता आउनु आऊ साथीहरू। कतै गयो भने कराउँदाको हैरान है। म चाहिँ के गर्ने हो, बच्चाले हैरान बनाउँछ हो। अब पानीमा जानुहुन्न नि, पानी यस्तो धेरै थियो नि यहाँ साथीहरू, के भन्ने पुरा सुकेछ हो अहिले चाहिँ। इभान म ब्लगर हो थाहा छ। इभान हेलो भन। इभान 52 सब्स्क्राइबर वाला हो। ओके 52 सब्स्क्राइब छ के मेरो हो। ल ल म तिम्रोमा म पनि सब्स्क्राइब गरिदिन्छु ल। के छ नाम? इभान थापा। इभान थापा। ओके EVANTHAPA। ल ल साथीहरू यस्तो छ। केटाकेटीसँग रमाइलो गर्दैछु म चाहिँ। यहाँ हेर्नुहोस् न कति ठुलो हुन्छ यो खोला। अहिले त सानो भयो। यहाँ यो पार्क खेल्नेलाई यहाँ मेरो छोराछोरीहरू हो साथीहरू। अब चाहिँ यहाँ चाहिँ खाने बेला भयो हो। अन्त यहाँ दिदीले चाहिँ सबैजनालाई बाँड्दै हुनुहुन्छ। अन्त यहाँ चाहिँ चाउमिन छ हाम्रो होइन, पुलाउ सबै नै छ। सबैजनाले बनाएर ल्याउनु भएको छ होइन। अन्त भिडियो यहाँ खाएको बनाएर लिएको भन्दा पनि म चाहिँ दिदीबहिनीलाई फोकस गर्दैछु। सबैजनाले चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ क्या। अन्त साथीहरू हामी चाहिँ छिटो छिटो खाएर छिटो छिटो घर जाने हो। अब चिसो स्टार्ट भयो। अब बेलुका भएपछि यहाँ त 4-5 बजी त एकदमै चिसो हुन्छ नि त। यहाँ चाहिँ चटपटे बनाउँदै हुनुहुन्छ। अन्त चाहिँ खाने बेला बनाएको क्या हामीले चटपटे, किन हजुरहरूलाई थाहा होला नि, नत्र त उसिहाल्छ साथीहरू। त्यही भएर चाहिँ अहिले भर्खर बनाउनु भएको के यहाँ दिदी अनि बहिनीले। अन्त यहाँ केटाकेटी पनि खेल्ने, हामी पनि रमाइलो गर्ने भनेर आएको के साथी आज चाहिँ हामीहरू। अन्त अब चाहिँ खाना लाग्यौँ है हामीहरूले। अन्त देखाउँछु ल म हजुरहरूलाई। यहाँ चाहिँ छ के छ, यहाँ पनिर, यहाँ पुलाउ, अन्त चिकन सबै नै छ। अनि यहाँ खानालाई रेडी पनि हुँदै हुनुहुन्छ सबैजना। त्यही भएर हेर्नु न यही यो चाहिँ पकौडा कसले बनाउनु भएको थाहा भएन हो। यहाँ चाहिँ मैले बनाएको यो चाहिँ आलुदम, यो चाउमिन यस्तै छ साथीहरू। हामी सबैजनाले बनालेको भएर सबैजनाको टेस्ट चाहिँ यहाँ अहिले सबैको टेस्ट चाख्न पाइरहेको छौँ है हामीहरूले चाहिँ। हामी चाहिँ एकदमै रमाइलो गरिरहेको छौँ। हजुरहरूले कस्तो गर्नुहुन्छ, हजुरहरूको पनि एकदमै रमाइलो भइरहेको होला। यहाँ चाहिँ सानो कति क्युट छ नि यिनी। यस्तै छ साथीहरू। अब चाहिँ हामी खाना थाल्छौँ ल, बादमा देखाउने छु हजुरहरूलाई फेरि पनि। अब चाहिँ धेरै टाइम बस्दैनौँ कि हामीहरू घर गइहाल्छौँ। यो चाहिँ मेरो भाग हो साथीहरू। मेरो प्लेट आइसक्यो। अब चाहिँ म खान्छु ल।
हजुरहरूलाई बादमा देखाउने छु है त। खान्न क्या त अल्छी गर्छिन्, खाना चपाउने अल्छी गरेको होला नि होइन, म त किन नखाएको त नि। साथीहरू मेरो छोरी नखाएर यहाँ हेर्नु न कसरी पाइप हाल्नु कसरी के भन्दैछन् नि, यस्तै छ। केटाकेटीले खाइदिँदैन हो, घरमा गएर बनाएर खुवाउनुपर्छ साथीहरू। साथीहरू अब चाहिँ हामी लगभग खाइसक्यौँ, अन्त यहाँ चाहिँ खाइ नसकेको अन्त खानेकुराहरूलाई चाहिँ प्याक गर्न लाग्नुभएको छ दिदीहरूले चाहिँ। अन्त म चाहिँ भिडियो बनाउँदैछु साथीहरू। अनि हेर्नुहोस् न यहाँ सबैजना सामानहरू अब कता के गर्ने भनेर मिलाउँदै हुनुहुन्छ। अन्त म चाहिँ भिडियो बनाउँदैछु, मेरो चाहिँ कामै छैन हौ साथीहरू, सघाउन त पर्ने हो मैले पनि। भिडियो बनाउनुको चक्करले बिचरा हाम्रो दिदी बहिनीहरूलाई मात्रै हुन्छ काम। अन्त म चाहिँ यहाँ भिडियो बनाउँदैछु। अब चाहिँ हामी घर जाने हो साथीहरू। एकदमै चिसो बढ्यो, यहाँ चाहिँ मेरो लाइटले गर्दा अलिक उज्यालो मतलब दिनमै जस्तो देखेको छ नि त्यस्तो छैन नि साथीहरू, कस्तो अँध्यारो पो भइसकेको छ त। यहाँ मेरो चाहिँ लाइटले गर्दा चाहिँ उज्यालो देखेको छ कि नभए चाहिँ अँध्यारो भइसक्यो। अन्त 6 पनि बज्न आँटिसक्यो साथीहरू। आज चाहिँ हाम्रो चाहिँ एकदमै रमाइलो भयो। अब नाचगान गर्ने भन्दै चाहिँ अलिक लेटै भयो क्या साथीहरू, त्यही भएर चाहिँ नाचगान खासै हुँदैन जस्तो लाग्यो मलाई चाहिँ। अन्त त्यहाँ जानलाई दिदी त रेडी परिसक्नु भयो, एकदमै चिसो भयो। अन्त दिउँसो त घाम लाग्दा त यहाँ एकदमै गर्मी नै हुन्छ अझै पनि। अन्त घाम गइसकेपछि चाहिँ यति चिसो हुन्छ नि साथीहरू के भनौँ, यो अर्कै खालको चिसो छ है यो सिलगढीको चाहिँ। अब के भनौँ चिसो छ। अब जाने हतार गरेर चाहिँ साथीहरू अब चाहिँ हामी घरको लागि निस्किन लागे भन्दा नि म चाहिँ निस्केँ हो। अन्त साथीहरू आजको हाम्रो भिडियो हजुरहरूलाई कस्तो लाग्यो, राम्रो लागेछ भने लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू भन्दै बाई बाई। फेरि नेक्स्ट ब्लग लिएर आउने छु साथीहरू है त, बाई बाई।